हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। के छ सबैजना सन्चै हुनुहुन्छ? हामी चाहिँ रातिको 5 बजेतिर होटेलबाट निस्क्यौँ गौरीकुण्डबाट केदारनाथ दर्शन गर्न जाने भनेर। अनि बिचमा चाहिँ पानी परेर यस्तो भयो क्या। अनि पछि रेनकोटहरू किन्यौँ, रेनकोटहरू लगायौँ। त्यो रेनकोट रेनकोट सँगसँगै बच्चा बच्चीलाई बोक्न एकदम गाह्रो क्या। त्यही माथि आफै हिँड्न कति गाह्रो। अनि त्यही माथि यस्तो मनोरम दृश्यहरू हेर्दा हेर्दै बाटो कटेको पनि पत्तै नहुने। तर बेला बेलामा चाहिँ गाह्रो भइरहेको थियो। तर पोहोर साल चाहिँ कस्तो बाटो बिग्रेको थियो क्या बिचमा। अहिले चाहिँ त्यति साह्रो बाटो बिग्रेको रहेनछ। अहिले चाहिँ अलि मर्मरसमार गरेको रहेछ। अनि यो वर्ष अब खासै यात्रा पनि चलेन के अरे, यो बर्सातपछि। अनि बाटो पनि खुल्ला नै थियो। अनि हामी चाहिँ फोटो भिडियोहरू क्लिक गर्दै यति राम्रो मनोरम दृश्यहरू हेर्दै हिँडिरहेको छौँ। अनि रोहिणी चाहिँ अहिले आफूले हिँड्ने भनेर हिँडिरहेको छ। यता नि आर्मीमा नि हिँड्छु भनेर हिँड्दैछ। अनि यिनीहरू जति बेला भन्छन् हिँडिहाल्ने, अनि नसकेको बेला बोक्ने, यस्तै छ। अनि यो चाहिँ पोहोर साल गएको थियो के अरे ठुलो पहिरो। अनि त्यही पहिरो। अनि यहाँनिर चाहिँ यस्तो राम्रो झरना छ। अनि पछि हामीले फोटो भिडियोहरू लियौँ सबैजनाको एक गरी। अनि त्यसपछि लाग्यौँ आफ्नो गन्तव्यतिर। यो चाहिँ यस्तो छ। अनि यो चाहिँ अर्को अब केदारनाथ पुग्न अझै 10 किलोमिटर थियो साथीहरू, हेर्नुहोस्। अनि यो चाहिँ भीमबलीको आरबीको गन्थन चल्दैछ यता। अनि यो चाहिँ बडी लिन्चुनदेखि माथितिर। मलाई चाहिँ यति गाह्रो भएको थियो रोहिणीलाई बोकेर त्यो के भन्छ अरे त्यो उकालो कट्न। अनि यो चाहिँ देखेको लिन्चुलीको बजार, बडी लिन्चुलीको बजार। अनि लेमन जुस खाँदै बाटो काट्दै हिँडिरहेछौँ हामी चाहिँ। यस्तो थियो हामी जाँदा चाहिँ वेदर, पानी परेर ढुस्स भएर। अनि घोडा खच्चरहरू पनि एकदम थिए। अनि यो चाहिँ अघि गएको चाहिँ के भन्छ अरे घोडा पडाउ। त्यसपछि हामी माथि गयौँ, कपडाहरू चेन्ज गऱ्यौँ। अनि पालो लाग्यौँ मन्दिरतिर। अनि मन्दिरको सामानहरू लियौँ। सामानहरू चाहिँ मन्दिरको सामान चाहिँ उसलाई, रोहिणीलाई र आरबीलाई बोकेर गयौँ। फाइनल्ली पुग्यौँ हामी मन्दिर। यति आनन्द साथीहरू। त्यो हिँडेको दुःख कष्ट सबै बिर्सिन्छ क्या त्यो मन्दिर पुगिसकेपछि। अनि मैले नानीहरूको 2-4वटा भिडियो बनाइदिएँ। अनि त्यसपछि मेरो आफ्नो बनाउन लगाएँ रमेशलाई, बनाइदिनु भयो रमेशले 2-3वटा जति भिडियो। अनि हामीले पूजापाठ गऱ्यौँ। यस्तै हो साथीहरू। त्यसपछि हामीले त्यहाँको जल लिगेर पूजापाठ गरेर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।